एकचोटि चाहिँ चरम अन्याय भएको रहेछ के अरे महसुस गरिन् के अरे एकचोटि आँसु झारिन् म्याडमलाई माथि ल्याउनु पर्दैन यहाँ हुनुहुन्छ म यो यात्रामा पर्दा पछाडि बसेर निरन्तर लड्ने एक योद्धा केही योद्धाहरूको नाम मैले भन्नै पर्छ म प्रतिभा रावललाई सम्झन चाहन्छु प्रतिभा रावल सचिवालयमा बसेर एक योद्धाको तरिकाले निरन्तर लड्ने र अझै पनि लडिरहने प्रतिभा रावललाई आजको यो माहौलमा चेतवनबाट सम्झन चाहन्छु र म अर्को एउटा व्यक्तिलाई सम्झन्छु यहाँ जति समय म जेलमा बसेँ जति समय म अँध्यारोमा बसेँ त्यति नै समय रहनलाई ऊ बाहिर रह्यो तर 1 मिनट 1 सेकेन्ड मेरो साथ नछोड्ने अहिले जिम्मेवारीले मेरो सुखी सचिव तर साक्कै दाजुभाइले पनि त्यति गर्न सक्दैन होला जति अविनाश आचार्यले गर्यो म मेरो भाइ अविनाश आचार्यलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु 1 सेकेन्ड पनि उसले छोडेन हिम्मत हारेन सधैँ लडिरह्यो थाहा छैन अरूलाई के कति लाभ भयो पनि थाहा छैन कुनै लाभको परवाह नगरिकन बेपरवाह बिहानदेखि बेलुकासम्म निरन्तर लागिरहने यस्तो साथी यस्तो भाइ भगवानले सबैलाई जुराइदिउन् अविनाश आचार्य अब सुदूरपश्चिमबाट जितेर आउने दीपक बोहराको नाम त अब लिनु पर्दैन जनताले न्याय गरिसके उतैतिरबाट दीपक लगायत सबैलाई धेरै धेरै धन्यवाद यहाँ मैले अघि भनिहालेँ कसैको यहाँ नाम छुट्यो भने यतिको कारणले रिसाएर फेरि भोलिबाट म त आइन है दाइ भन्न पाइँदैन भनेको छु यहाँ मुटुले छोपेर कसैको नाम छोपियो भने अर्कै कुरा हो यहाँहरू सबैलाई म धेरै धेरै धन्यवाद अब धेरै भन्ने कुराहरू केही पनि छैन देशैभरिका साथीहरूलाई विशेष गरेर राष्ट्रपा परिवारलाई एउटा कुरा बताउन चाहन्छु म साथी हो अब हामी संयमित भएर अगाडि बढ्नुपर्ने हुनेछ कसैले पनि जितको उन्मादमा विपक्षीहरूलाई कटाक्ष गर्ने गाली गर्ने अपशब्द बोल्ने होच्याउने हियाउने काम गर्ने होइन राम्रो राजनीतिक चरित्र देखाउने हो प्रतिपक्षमा बस्ने साथीहरू हिजो हाम्रो राजनीतिक लडाईँ बेग्लै थियो तर छन् बाँकी छन् म तपाईँलाई यति बताउन चाहन्छु कि रासोपाले अब उच्च राजनीतिक चरित्र निर्वाह गर्नुपर्नेछ त्यो उच्च राजनीतिक चरित्र के हो भने एउटा जिम्मेवार राजनीतिक दल त्यसका नेता त्यसका सदस्य त्यसका सुरक्षकहरूले यतिखेर देखाउने भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ तपाईले गर्नुहुने एउटा गाली गलौज रासोपाको शिर ननिउरियोस् है साथी हो म तपाईहरुलाई सचेत भएर अघि बढ्न अनुरोध गर्न चाहन्छु अंग्रेजीमा एउटा भनाइ छ द ग्रेट पावर कम्स विथ ग्रेट रेस्पोन्सिबिलिटी जति ठुलो शक्ति आर्जन हुन्छ त्यति धेरै जिम्मेवारी काँधमा आउँछ त्यसकारणले यतिखेर हामी शक्तिशाली भएका होइनौं जिम्मेवार भएका हौं जिम्मेवार भएर हामी अगाडि आएका छौं त्यसकारणले कसैलाई ओछ्याउने कसैलाई हेप्ने हामीले त जित्याउने तँलाई देखाइदिन्छु भन्ने यो काम हामीले गर्दैनौं म आज यही उभिएर साथीहरुलाई भन्न चाहन्छु हिजोको दिनको राजनीतिक अभ्यास प्रहरी प्रशासनलाई जित्ने पार्टीले चलाउने कर्मचारीलाई जित्ने पार्टीले चलाउने रासोपामा त्यो सम्भव छैन रासोपामा विधिको शासन हुन्छ म घण्टी बजाउँदै हिँडेको भन्दै पुलिसलाई न्यू खोज्ने सिडिओलाई न्यू खोज्ने कर्मचारीले यो काम गरिनुहोस् भनेर टेबल फर्काउने काम रासोपाको एउटा मान्छेबाट पनि हुने छैन यो कुराको प्रतिबद्धता हामीले गर्नुपर्नेछ रासोपा विधिको शासन चाहन्छ हामीले विधिको शासन कायम गर्ने हो कानुनी राज्य स्थापना गर्ने हो अरू पार्टीका अरू मान्छेलाई आम मान्छेलाई जे नियम लागू हुन्छ रासोपाका लागि पनि त्यही नै नियम लागू हुन्छ कसैलाई अलग हुँदैन कसैलाई फरक हुँदैन रासोपाले प्रतिशोध कसैलाई पनि लिँदैन हिसाब चाहिँ लिन्छ है साथीहरु कसैप्रति वैरभाव कुनै पनि राजनीतिक दल नेताहरूप्रति हाम्रो वैरभाव छैन उनीहरू कोही पनि हाम्रा शत्रु होइनन् हाम्रा शत्रु सारा छन् मैले भनेको थिएँ यो देशको अशिक्षा यो देशको बेरोजगारी स्वास्थ्यमा भएका कमजोरी कमसल बाटाघाटाहरू सिँचाइ नपुगेका फाँटहरू फाडिएका जंगलहरू नबनेका बाटोहरू अलपत्र ठेक्का आयोजनाहरू हाम्रा शत्रु यिनीहरूसँग लड्ने हो कुनै दल र नेतासँग लड्ने होइन रासोपाले जित्ने बित्तिकै भोलिपल्टैबाट बत्तीको स्विच खिचिए जस्तो हुँदैन तर सुशासनको डण्डा सुरु हुन्छ निर्धक्क हुनुहोला जेका लागि जेन्जी भाइ बहिनीहरूले आफ्नो प्राण आहुति दिए यो देशमा सुशासन कायम होस् भनेर त्यसको सुरुवात रासोपाले नेतृत्व लिएको घण्टाबाट नै सुरुवात हुन्छ सुशासनको जगमा उभिन्छौँ हामी सुशासनको बाटो हुँदै समृद्धिको बाटोमा अगाडि बढ्छौँ संयमित भएर शान्त भएर कसैलाई आतंकित नबनाइकन कसैलाई चोट नपुर्याइकन कसैलाई नबिसाइकन शान्त ढङ्गले मुलुकमा विधिको शासन स्थापना गर्ने र खेती बसाल्ने क्रमको हामी सुरुवात गर्छौँ हामी धेरै सेलिब्रेट गर्ने यसलाई उत्सव र उत्साहको रूपमा मनाउने तयारीमा छैनौँ त्यसैले विजय र्याली विजय जुलुसहरू हुने छैनन् खालि सम्बोधन केही साथीहरूले मैले जस्तै गर्नुहुन्छ होला म आज यहाँ सम्बोधन गरेँ भरतपुरको सम्बोधनलाई मैले यही टुङ्ग्याएँ म कालिकामा सम्बोधन गर्नेछु एउटा ठाउँमा त्यसपछि इच्छा कामनामा एउटा सानो सम्बोधन गर्नेछु आज मेरो तर्फबाट नाच्ने जिम्मा तपाईहरुको अब जिम्मेवारी छ आज थोरै नाचौँ हाँसौँ भोलिबाट काम हस्
अर्को कुरा साथी हो, समानुपातिको भोट गर्न बाँकी छ, चनाखो भएर गर्नु होला है। एक एक भोट गर्नुपर्छ, जनताले हालेको एक एक मतको रक्षा हुनेछ। र यो जित एउटा पार्टी, एउटा नेता, एउटा चुनाव चिन्हको होइन, यो जित नेपालको हो, नेपाली जनताको हो। जनताले जित्न कोही पनि हार्नुपर्ने छैन। इतिहासमा अनेकौं योगदान दिएर मुलुकलाई परिवर्तनको यो ठाउँमा ल्याउनु हुने, इतिहासमा योगदान दिनुहुने यो देशका तमाम नेता, राजनीतिक दलहरूलाई म आज चितवनमा उभिएर धन्यवाद भन्न चाहन्छु। तपाईँको योगदानको उच्च प्रशंसा गर्न चाहन्छु। र अब यसभन्दा अगाडिको बाटो चाहिँ इतिहास तपाईँहरूले कोर्नुभयो होला, भविष्य हामी बनाउँछौँ। हस्, सबैलाई धेरै धेरै धन्यवाद। म फेरि पनि जोडका साथ भन्न चाहन्छु, जसले जितेको हुन्छ, जो विजयी हुन्छ, त्यो जिम्मेवार भएर अगाडि बढ्नुपर्ने हुन्छ। कुनै पनि दल, कुनै पनि नेता, कुनै पनि अर्को पार्टी, कुनै पनि अर्को दलको कार्यकर्ता वा फरक विचार राख्ने मानिसहरूप्रति कटाक्ष गर्ने, गालीगलोज गर्ने, अपमान गर्ने काम कसैले कहीँ कतै नगर्नुहोला। सबै नेता कार्यकर्ताहरूले आफ्नो अभिव्यक्तिलाई अत्यन्त ध्यान दिएर मात्र दिनुहोला। म फेरि पनि यही भन्न चाहन्छु, यो माया, यो विश्वास, यो लहर, यो प्रेम, यो सुनामीका लागि धेरै धेरै धन्यवाद चितवन। थ्याङ्क यू चितवन, थ्याङ्क यू, धेरै धेरै धन्यवाद। हस्, यहीँबाट बिदा मागे।